यही वरिपरि यो हामीले बनाएको मन्दिर हो, यसको संरक्षण व्यक्ति के तपाईँ आमाले पनि दिनुभयो अनि हामी यहाँका समाज मिलेर यो स्थापना गरेर आजसम्म 18 पुराण लायौँ र अब उपपुराण पनि लाउँदैछौँ। हामीले जहिले हाम्रो शिवरात्रिमा कार्यक्रम हुन्छ। हजुर होइन, छैन खालि व्यक्तिगत दमक नगरपालिकाले केही रकम सहयोग गरेको छ, अरू कहीँबाट छैन। अरू चाहिँ यहीँको समाजले गर्दै अहिलेसम्म यो अवस्थामा ल्याएका छौँ। हामी शिवरात्रिमा जहिले भेला भएर पुराण लाउने के गर्ने यस्तै कार्यक्रमहरू गर्छौँ र यहाँको समाजलाई एकीकृत गर्ने कामहरू गर्दै व्यक्तिको भयो भने अहिले सार्वजनिक भइसक्यो, हामीले पास गरिसक्नु जस्तै भएको हो, उहाँहरूले दिनुभएको सार्वजनिक गर्नलाई दिनुभएको हाल्दैन। खालि हामीले गरेका छौँ। हामीलाई त्यही त हरेक ठाउँबाट उपेक्षा भएको छ, खालि आफै यहाँका समाजबाटै यो परिचालन भएको छ। सबै त हुन्छ, कार्य हुन्छ। हाम्रो होम कुण्ड यहाँ छ, 82 यता छन् अनि यी मन्दिर भए यस्तै छ। अब यहाँको समाजको यस्तै संरचना छ, गर्दैछौँ। यस्तै छ। कहाँदेखि हो यो भेटघाट? कहाँदेखि पशुहरूबाट सुरु गरेर म भिडियो बनाउँछु त। अब यो चाहिँ अहिले भन्नुभन्दा पनि चुनाव पछाडि भन्ने हो। हामीले अब राख्ने कुरा भनेको यो पछाडि हो। अहिले राखेर आशामा निराशामा त्यसैभरि केही हाम्रो पनि शुभकामना छ तपाईँबाट गर्नु होइन। त्यसो अब अलिकति स्वास्थ्य शिक्षा भए, रोजगार भए, अर्थ के चाहिन्छ? युवाहरू बस्न पाउनु, यही देशमा केही गर्ने चाहिँ वातावरण बनोस्। मुख्य कुरा चाहिँ त्यो हो नि त। युवा बाहिर युवा बाहिर जाने, बुढा मऱ्यो भने यो खानेले बनाउने भए हामी मऱ्यो भने एक नम्बर पुरै निर्भर होस् असो भने यो भ्रष्टाचारले गर्दा खत्तम भएको त। भ्रष्टाचार चाहिँ निर्भर भयो भने हामीले के थियो अरू बाँकी केही पनि हुँदैन। हाम्रो रोजगारीसित तपाईँको चाहिँ भइहाल्छ नि। व्यक्तिसँग चाहिँ काम नहोस्, शिक्षा निःशुल्क होस्। अब पहिला हामीलाई 42 सालमा शिक्षामा त्यो निःशुल्क भन्थे, स्वास्थ्य निःशुल्क भन्थे, तर आजसम्म हामीले निःशुल्क नै पायौँ होइन। अब बोर्डिङ खोले, सिआरमा बोर्डिङ खोले, हामीलाई त भारी पैसा हामीले नजानिदो हिसाबले अब चाहिँ उनीहरूले असुपर गर्न थाले, हामीलाई नाङ्गो बनाउन थाले। यस्तो खालको नहोस्। गरिब दुःखीले पढ्न पाउन्, गरिब दुःखीले अलिकति उपचार गर्न सकुन् होइन, बाँच्ने आधार होस्। हाम्रा छोरा नातिहरू बाहिर नजाउँ, उद्योग कल कारखाना खोलौँ, देशको आमदामी निकालौँ, देशमा प्रगति गरेर अब बढेर ल्याउनु नै सोच छ। अब तपाईँहरू त्यसैको लागि चाहिँ हामीहरूले अब हजुर त इन्जिनियर अथवा सारा कुरालाई विचार गर्ने मान्छे हो भन्ने कुरा सुनेका छौँ, बुझेका छौँ हामीले। त्यसैले गर्दा चाहिँ अब देश बन्छ। हाम्रो यो जुन नेपालमा नभएको कुरा केही छैन, सबै कुरा छ। तर यसलाई संरक्षण गर्न र यसको चाहिँ महत्त्व नबुझेकाले गर्दा अहिले दुःख पाएको छ जनताले भन्ने कुरा बुझेको छ। त्यसैले गर्दा अब यहाँले
त्यो यहाँहरूबाट हुन्छ भन्ने आशा गरेका छौँ। हजुरहरूको कुरा त राम्रो, तर भोट पनि सबैले हाल्नु चाहिँ पर्यो। यो कुरा मात्रै गरेर भएन। भोट हालेपछि अनि भएन भने भन्यो भोट चाहिँ हाल्यो। अगाडि पछाडि कुराहरू हेर्नु पर्यो। हामी बाले सरकार लिएर पनि आउँछौँ, हाम्रो ठाउँको प्रधानमन्त्री बनाउँछौँ। हामीले भनेर मात्रै भएन। यो पालि चाहिँ हामीले हाम्रो माइन्ड चेन्ज गर्नु पर्यो, नयाँलाई भोट दिनु पर्यो। त्यति नै हो हाम्रो चाहना। त्यसपछि हेर्नुहोस्, हामी नै हौँ उहाँलाई लिएर आउने। वार्ड नम्बर 7 छ हाम्रो दमक नगरपालिकाको मेयरदेखि सबै कुरा हामी नै बनाउँछौँ, प्रधानमन्त्री पनि हाम्रै बनाउँछौँ। तर आफ्नो माइन्ड चाहिँ चेन्ज गर्नु पर्यो। 35-40% म हेर्नुहोस् यहाँ विदेश अहिले छोराको लागि उहाँको साथ लागिरहेको छु। हजुरहरूले पनि आफू जे भयो हामीले राख्नु कुरा राम्रो। छोरा विदेशै छ, नभएको कुरा राख्नु राम्रो हो। भोट दिने बेलामा चाहिँ सम्झिनु होला, अरू कुराहरू धेरै नगरौँ। हजुर हस्। बाटो खाली गरिदिउँ न, यताबाट यता पुछ गरौँ न। शैलेन्द्र शाहले आफ्नै गाडी आफै ड्राइभ गरेर चुनाव प्रचार प्रसारमा हिँडिराख्नु भएको छ। बालन समर्थकहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ यहाँनिर। सबै बाहिर बस्नु ल।